सबैलाई नमस्ते र आज चाहिँ म यहाँनिर चाहिँ चिकनको अचार बनाउन आएको फर द फर्स्ट टाइम। अनि मैले चाहिँ बट्टापट्टि मसला भुटेँ, दही जिरा धनियाँ मेथी अनि सौँफ मजाले भुटेँ है। त्यसपछि यो खुर्सानी भुटेँ अनि त्यसपछि भुटेर चाहिँ मजाले बेसी चाहिँ तेल खराइराखेको थिएँ, सर्स्युको तेल। अनि मजाले तेल खराएर चाहिँ मैले यहाँनिर चाहिँ सानो सानो टुक्रा टुक्रा गरेर काटेर राखेको उयोहरू चाहिँ मजाले अब यहाँ पट्टापट्टि फ्राई गर्छु। अनि मसला चाहिँ म अब मिक्सीमा पिसेर डस्ट गर्न आँटेको पनि थिएँ। अनि यो सानो सानो पिस काटेर चाहिँ मैले अब फ्राई गर्दैछु है। अब यति डरलाग्दो अब डिप फ्राई पनि गर्दिनँ, सफ्ट चाहिँ गर्छु किनभने अब पछि पुरा चाम्रो हुन्छ नि त। त्यही कारणले गर्दाखेरि चाहिँ अन्त मैले चाहिँ यहाँ पट्टापट्टि फ्राई गरेँ है। यो चाहिँ मैले फर्स्ट टाइम बनाएको है, साथी हो बनाइदिनु भन्नुहुँदै थियो। अनि त्यही कारणले गर्दाखेरि चाहिँ मैले फर्स्ट टाइम ट्राई गरेँ। अनि त्यतिकै चिकन फ्राईहरू गरिसकेँ। त्यहाँबाट त्यसपछि चाहिँ लसुन र अदुवा पनि काटेको थिएँ। अनि त्यसलाई पनि मैले फ्राई गरेपछि मैले एउटा बोलमा हालेँ। अनि त्यो अघिको डस्ट मजाले यसमा हालिसकिसकेपछि चाहिँ मैले त्यसरी नुन पनि अलरेडी हालिसकेको थिएँ। चिकन म्यारिनेट गर्दाखेरि नै हर्दी र नुन हालेर राखेको थिएँ नि त। त्यही भएर यो मसलामा चाहिँ मैले नुन हालिनँ। त्यही कारणले गर्दा यो मसला मजाले हालेर चाहिँ त्यसपछि मैले त्यही अघिको त्यो कम्ती उयो हालेँ है। नुन अलिक लागेन रहेछ र मैले थपेर चाहिँ त्यही फ्राई गरेको तेल चाहिँ मैले मजाले हालेर चाहिँ मोलेर चिकन चाहिँ अचार चाहिँ यस्तो भयो। थोरै मात्रै बनाएको थिएँ है साथी हो, यति साह्रो टेस्टी अनि मिठो भएछ। र अबदेखि फेरि म चाहिँ अब फेरि बनाउँछु भनेर चाहिँ आधी मात्रै बनाएँ। थ्याङ्क यू फर वाचिङ।